हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। यो ब्लग चाहिँ मेरो दादाको बिहाको हो। अनि म चाहिँ दमकदेखि चाहिँ यस्तो भएर चाहिँ दादाको बिहाको लागि इटारीदेखि चाहिँ दमक जाँदै थिएँ। बाटो खत्तम भएको भएर यस्तो हल्लाएर थियो, धुलै धुलो थियो नि त। अनि मैले चाहिँ सबै मुखहरूबाट थोरै आँखा मात्रै देखाएर चाहिँ जाँदै थिएँ है। अनि म चाहिँ यस्तो अप्ठ्यारो बाटो थियो, अनि थाकेर पुग्दा त नाच्दै हुँदो रहेछ क्या। सबैजना मैले थालेको थिएँ। अनि मैले खासै लामो भिडियो गराइनँ। अनि यता चाहिँ बेहुलाको माला चाहिँ तयारी गर्ने भनेर हामी चाहिँ दुबुके लगाउँदै सबैजना गफगाफ गर्दै अनि बेहुलाको माला चाहिँ रेडी बनाउँदै थियो। अनि मैले खासै धेरै भिडियो चाहिँ छोटो क्लिपहरू छ। अनि यो मेरो माला बनाइसकेर आजको लागि चाहिँ यति नै भयो। अनि बिहान चाहिँ हामी अब बेहुला अन्माउन लाग्यौँ। अनि सबैजना रेडी भएर बेहुला पनि रेडी भएर अब हामी चाहिँ बेहुली लिनतर्फ लाग्यौँ। अनि बेहुला चाहिँ निक्लिँदै जान्छ मुस्कुराउँदै हाम्रो बेहुला चाहिँ एकदम ह्यान्डसम देखिनु भएको छ नि त है। अनि त्यस पछाडि हामी चाहिँ दियो कलश अगाडि लगाएर चाहिँ गाडी खिच्दै अनि बेहुला अन्मायौँ र बेहुलालाई गाडीमा चढायौँ। हामी चाहिँ अर्को गाडीमा गयौँ किनभने बेहुलाको गाडीमा सबैजना अटिँदैन। यस्तो गर्मी थियो अनि मैले अरू त्यो हुन्छ नि पछि अर्को गाडीमा चढिसकेपछि त मैले भिडियो नै बनाएन क्या। अनि मैले बेहुलीको घर पुगेपछि पनि एकैचोटि पछि मात्रै भिडियो बनाएँ कि यस्तो थाकेको झर्ने गर्मीले कता जाने जस्तो भयो। अनि पछि यस्तो हेरेको यता सबैजना दादाहरू नाच्दै हुनुहुँदो रहेछ क्या। अनि मैले चाहिँ एउटा सर्ट क्लिप चाहिँ लिइहालेँ, नाच्दै गरेको खट्टा नाच्दै हुन्थ्यो क्या उहाँहरू चाहिँ। पूर्वेलीहरूलाई चाहिँ फेरि नौमती बाजा भनेपछि कति रमाइलो लाग्ने नि त। हामीलाई त्यो नौमती बाजामा चाहिँ छुट्टै त्यो आफ्नोपन लाग्ने क्या। अनि नाच्दा पनि रमाइलो हुने, बिहा यस्तो त्यो प्रोग्रामहरूतिर पञ्चे बाजाको चाहिँ छुट्टै रमाइलो हुन्छ क्या। अनि त नाचगान हुँदै थियो। यतातिर चाहिँ कन्यादान भइरहेको थियो है। अनि कन्यादान हुँदै गर्दाखेरि चाहिँ त्यो एउटा गाना छ नि, त्यो कन्यादान भन्ने क्या। झुको फुलको फलामा कोतिन खोट्यो दान, छोरी पाई कन्यादान गाई पाली गौदान, भित्रबाट छम तिमीरी आमा आउन, हुक्का केस खाली पेट कन्यादान देउन, बिहान उठी आगो फुक्ने फलामा कसोते, चेली माइती छुट्याउने यही हरियो पोते, अन्जानी जली जानी जलहुन्ती नारी, पिसियारको जन्म जानिदेऊ मुरारी। यस्तै भन्दै अनि त्यसपछि सिन्दुरदान कार्यक्रम भयो। सिन्दुरदान कार्यक्रम हुँदै थियो। अनि है जब अरू केही भए पनि अब लाने त हामीले हो है, त्यही पनि कस्तो नराम्रो लाग्ने कि आफ्नो टाइमको याद आउने। अनि यिनी पनि आजदेखि माइती घरबाट पढाइ भइन् भन्ने जस्तो फिल हुँदै थियो। अनि यतिकैमा अब यो चाहिँ जुवा खेलाउने भन्छन् क्या। अनि जुवा खेलाउँदाखेरि चाहिँ बेहुलीले जित्नुभयो। बेहुलीले जिते पनि हामी बेहुली चाहिँ ज्ञानी हुनुहुन्थ्यो। अनि उहाँले केही पनि नगरिकन फिर्ता दिनुभयो। अनि अब यत्तिकैमा चाहिँ अब अन्माउने बेला भयो। अनि अन्माउने बेला हुँदाखेरि चाहिँ मलाई चाहिँ हुन्छ नि, तिजा राति हार आउँदामा बहिनी माइतीलाई सम्झानु, गरिब हामी छैन दाइजो, आँसुले
जानु खाएर नखाई हुर्कायौ आमा दुःखलाई लुकाई पढाइको घर सुम्पियौ किन मुटुको टुकुरालाई। यस्तै सोच्दै आज चाहिँ मेरो भिडियो सक्यो। थ्याङ्क यू फर वाचिङ। बाई बाई।